फाइनल्ली साथीहरू फिफा वर्ल्ड कप चाहिँ सुरु भइसकेको छ। वर्ल्ड कप अस्तिदेखि सुरु भइसकेको छ। अब मोबाइलदेखि चाहिँ कसरी वर्ल्ड कप हेर्न सकिन्छ त? पहिला विभिन्न च्यानलहरूले लाइभ गर्थे, अहिले चाहिँ त्यस्तो छैन। अहिले हेर्नको लागि चाहिँ अनिवार्य सब्सक्रिप्सन लिनुपर्ने हुन्छ। विभिन्न च्यानलहरूमा फ्रीमा लाइभ गर्थे, अहिले चाहिँ फ्रीमा लाइभ आउँदैन। हामीले हेर्नको लागि कसरी सब्सक्रिप्सन गर्ने त? केदेखि लिने? अहिलेको वर्ल्ड कप 3वटा राष्ट्रहरूमा हुनेछन्। 2022 को चाहिँ कतारमा भएको थियो। त्यतिखेर 32वटा राष्ट्रले भाग लिएका थिए। अहिलेको वर्ल्ड कप चाहिँ अमेरिका, क्यानाडा, मेक्सिकोमा हुनेछ। अहिले 48वटा राष्ट्रले चाहिँ भाग लिएका छन्। यो गेममा चाहिँ 39 दिनसम्म हेर्न पाउनुहुनेछ। 39 दिनमा फाइनल हुनेछ। विशेष गरी 104वटा म्याच 3वटा राष्ट्रमा यो गेम हुनेछ। अब कसरी सब्सक्रिप्सन लिएर कसरी हेर्ने म हजुरहरूलाई जानकारी गराउँछु। तपाईहरुले अरु च्यानलको डिसोमको सब्सक्रिप्सन लिनुभएको छ भने हिमालयन एचडी टिभी को यसमा लाइभ आउनेछ, जसको यो 45 नम्बरमा आउँछ। सबैजनाले टिभीको सब्सक्रिप्सन लिएको हुँदैन। त्यसो भए मोबाइलबाट चाहिँ कसरी लिने? मोबाइलको प्ले स्टोरमा गएर यसको सर्च गर्नुपर्ने हुन्छ। डिगो एप सर्च गरेर हेर्नुभयो भने डिगो एप चाहिँ आउनेछ। यो डाउनलोड गर्नु होला र तपाईहरुले लगइन गर्नु होला मोबाइल नम्बर देखि अथवा जीमेल देखि चाहिँ लगइन गर्न सक्नुहुनेछ र पछि सब्सक्रिप्सन भनेर एउटा अप्सन आउँछ। जस्तै कतिवटा डिभाइसमा हेर्ने हो भन्ने आउँछ। मोबाइलमा मात्र हेर्ने हो भने एउटा डिभाइसमा लिन सक्नुहुन्छ र 549 मा लिन सक्नुहुन्छ भने, दुईवटा डिभाइसमा लिन चाहनुहुन्छ भने 999 मा सब्सक्रिप्सन लिन सक्नुहुन्छ। आफ्नो घरमा भएको मोबाइल अथवा कम्प्युटर दुईवटा डिभाइसमा हेर्न सक्नुहुन्छ। अहिलेको फिफा वर्ल्ड कप हेर्न सक्नुहुन्छ। केदेखि हेर्ने, कहाँदेखि हेर्ने, युट्युबमा लाइभ आउँछ भन्ने सोच्नु भएको छ भने अहिले वर्ल्ड कप चाहिँ सब्सक्रिप्सन लिएर मात्र हेर्नुपर्ने हुन्छ। पहिलाको वर्ल्ड कप चाहिँ जुन च्यानलमा पनि लाइभ थियो, अहिले त्यस्तो छैन। अहिले सब्सक्रिप्सन लिनुपर्ने हुन्छ। त्यसरी अहिले चाहिँ डाइरेक्ट त्यसरी आएको छैन। डिगो एपदेखि चाहिँ सब्सक्रिप्सन लिएर चाहिँ तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ। अहिलेको म्याच चाहिँ दिउँसो हेर्न सकिँदैन, किनभने अमेरिकामा रात हुँदा चाहिँ यहाँ दिन हुन्छ र यहाँ दिन हुँदा चाहिँ अमेरिकामा चाहिँ के हुन्छ त रात हुन्छ। ठ्याक्कै उल्टो छ। अहिलेको म्याच चाहिँ प्राय राति 11 बजेदेखि बिहान 9 बजे भित्र पर्छ। यो भिडियो चाहिँ कस्तो लाग्यो, मन पर्यो भने शेयर गर्न नभुल्नु होला।